ल एकछिन सोच्नुहोस् त, एउटा यस्तो समय जहाँ महिलाको आवाजलाई खासै गनिँदैनथ्यो। हो, त्यही समयमा एक महिलाले साहित्यको सबैभन्दा ठूलो पुरस्कार जितेर इतिहास नै बदलिदिइन्। यो कथा हो सेल्मा लाजरलोफको, सङ्घर्ष, करुणा र सिद्धान्तले भरिएको एउटा अद्भुत यात्रा। कुरा हो सन् 1909 को। यो केवल एउटा साल थिएन, यो त साहित्यको इतिहासमा एउटा यस्तो मोड थियो जुन सधैँका लागि यादगार बन्यो। हो, यही साल सेल्मा लाजरलोफले त्यो काम गरिन् जुन धेरैले असम्भव ठान्थे। उनी साहित्यमा नोबेल पुरस्कार जित्ने संसारकै पहिलो महिला बनिन्। तर प्रश्न उठ्छ, एउटा यस्तो युगमा जहाँ महिला लेखकहरूलाई खासै पत्याइँदैनथ्यो, उहाँले यो सफलता कसरी हासिल गरिन् त? आखिर के थियो उहाँको सफलताको रहस्य? आउनुहोस् आज यही रहस्यको पर्दा उघारौं। सबैभन्दा पहिले कुरा गरौं उहाँको त्यो ऐतिहासिक जितको। पहिलो खण्ड, एउटा युगान्तकारी नोबेल पुरस्कार। हेर्नुहोस्, उहाँको जित त्यति सजिलो पनि थिएन। उहाँको प्रतिस्पर्धा थियो मोरिस म्याट्रलिङ, एनाटोल फ्रान्स र लियो टोल्स्टोय जस्ता विश्व साहित्यका हस्तीहरूसँग। स्विडिश अकाडेमी भित्रै पनि मतभेद थियो। कोही यथार्थवादको पक्षमा थिए, जबकि लाजरलोफको लेखन शैली काल्पनिक र आदर्शवादी थियो। तर अन्तमा नोबेल कमिटीले उहाँलाई नै छान्यो। कारण थियो उहाँको लेखनमा पाइने उच्च आदर्शवाद, जीवन्त कल्पना र आध्यात्मिक बोध। यो सम्मान उहाँको कथाको गहिराईलाई थियो। त्यसो भए उहाँको लेखनमा यो जादु आयो कहाँबाट त? अब जाउँ दोस्रो खण्डमा, सङ्घर्षबाट जन्मेका कथाहरू। उहाँको यात्रा सानैदेखि सजिलो थिएन। जम्मा 3 वर्षको उमेरमा पक्षाघात भयो, जसले गर्दा उहाँ अरू केटाकेटी जस्तो दौड्न खेल्न सक्नु भएन। तर यही एक्लोपनमा उहाँले एउटा छुट्टै संसार भेट्टाउनुभयो। हजुरआमाले सुनाउने स्विडेनका पुराना जादुमयी लोककथाहरूको संसार। अनि भन्छन् नि, कहिलेकाहीँ कमजोरी नै सबैभन्दा ठूलो शक्ति बनिदिन्छ। उहाँको जीवनमा पनि ठ्याक्कै त्यही भयो। उहाँले लोककथाको कल्पना र जीवनको यथार्थलाई यसरी मिसाइदिनुभयो कि त्यसले एउटा बिल्कुलै नयाँ शैलीको जन्म दियो, जसले संसारलाई नै मन्त्रमुग्ध बनायो। उहाँको लेखनको मुटुमा एउटा एकदमै शक्तिशाली भावना थियो। तेस्रो खण्डमा हामी यही बारे कुरा गर्नेछौँ, करुणाको शक्ति। उहाँको सबैभन्दा चर्चित किताब निल्सको अद्भुत यात्राको उद्देश्य सुरुमा त सामान्य थियो, बच्चाहरूलाई स्विडेनको भूगोल सिकाउने। तर यो किताबले त्योभन्दा कैयौं गुणा ठूलो पाठ सिकायो। कथाको मुख्य पात्र निल्स सुरुमा एकदमै स्वार्थी र निर्दयी हुन्छ। तर एउटा श्रापले सानो बनेपछि उसले हाँसको ढाडमा चढेर पुरै स्विडेन घुम्छ। यही यात्रामा उसले जनावरहरूबाट सहानुभूति र माया सिक्छ र अन्तमा त्याग गरेर साँचो नायक बन्छ। यो अहङ्कारबाट विनम्रतातर्फको यात्रा हो। यो यात्राको सार किताबको एउटा सुन्दर लाइनमा भेटिन्छ। यदि तिमीले संसारलाई चराको आँखाबाट हेर्यौ भने तिमीले बुझ्नेछौ कि यहाँ कुनै सिमाना छैन, केवल सुन्दरता छ। कति गहिरो कुरा होइन त? तर उहाँका विचारहरू किताबका पानामा मात्र सीमित थिएनन् है। चौथो खण्डमा हेरौँ उहाँको सिद्धान्तनिष्ठ जीवन। उहाँको जीवनको एउटा निकै शक्तिशाली कथा उहाँको पुर्ख्यौली घर मार्वाकासँग जोडिएको छ। पारिवारिक ऋणले गर्दा यो घर गुमेको थियो। तर जब उहाँले 1909 मा नोबेल पुरस्कार जित्नुभयो, उहाँले पुरस्कारको पैसाले त्यही घर फिर्ता किन्नुभयो। यो उहाँको आफ्नो जराप्रतिको प्रेम र दृढताको प्रतीक हो। लेखक हुनु बाहेक पनि उहाँको परिचय धेरै फराकिलो थियो। उहाँ 10 वर्षसम्म शिक्षिका हुनुहुन्थ्यो। महिलालाई भोट दिने अधिकार हुनुपर्छ भनेर लड्ने एक प्रखर नारीवादी हुनुहुन्थ्यो र नाजी जर्मनीबाट भागेका मानिसहरूलाई मद्दत गर्ने एक शान्तिवादी पनि। उहाँ जे लेख्नुहुन्थ्यो त्यही बाँच्नुहुन्थ्यो। र अन्त्यमा 5औं खण्डमा हेरौँ उहाँले हामी सबैका लागि छोडेर जानुभएको त्यो दिगो दर्शन। उहाँको दर्शनको केन्द्रमा छ विनम्रता। उहाँका लागि विनम्रता भनेको कमजोरी थिएन, बरु आफूलाई चिन्नु र अरूको अस्तित्वलाई सम्मान गर्नु थियो। अर्थात् आफ्नो सीमा चिन्नु र हरेक जीवित प्राणीको महत्त्व बुझ्नु। 1 शताब्दीभन्दा बढी समय बितिसक्यो, तर उहाँको दर्शनले आज हामीलाई एउटा गहिरो प्रश्न सोध्छ। आजको संसारमा हामी कसको अस्तित्वलाई सम्मान गर्न चुकिरहेका छौँ? एकछिन सोचौँ है त।